सहकारी बजारहरू खोल्न बाँकी छ र कतिपय उहाँहरू आफ्नो धर्मको कारणले र विविध कारणले आफ्नो किचनहरू सेपरेट किचनहरू प्रयोग गर्न खोज्नुहुन्छ। अब जिल्ला होटल व्यवसायी सङ्घसँग आबद्ध सम्पूर्ण व्यवसायीले भारतीय पर्यटकको लागि छुट्टै किचन अथवा छुट्टै आतिथ्यता र विशेष गरेर पशुपतिनाथ आसपास या काठमाडौँको कुनै पनि ठाउँमा शुद्ध शाकाहारी पसल गरेर खोल्न आवश्यकता छ र नेपाल सरकारले योभन्दा अगाडि लामो क्युमा बसेर बोर्डरमा तपाईँको एउटा पालो सिस्टम थियो, अहिले अनलाइन सिस्टम बनाएको छ। यसले पनि अझ सजिलो बनाएको छ र बोर्डर पार भएदेखि विभिन्न बाहनामा नेपाल प्रहरी र ट्राफिक प्रहरीले भारतीय गाडीहरूलाई धेरै नै दुःख दिने गरेको छ। यसतर्फ नेपाल सरकारलाई केही दिन अगाडि मन्त्रीज्यूलाई पनि हामीले कुरा राखिसकेका छौँ। अहिले मन्त्रीज्यू र हाम्रो सिओ साहब यही हुनुहुन्छ, त्यो कुरामा पनि हामीहरू लाग्नुपर्नेछ र विशेष गरेर ट्राफिक प्रहरीले काठमाडौँ आसपास आएको भारतीय पर्यटकका नम्बरहरूलाई बिना रसिद कार्ड दिने दुःख दिने काम गर्नुभएको छ। यो काम हामीले हटाउनु बाँकी छ र उहाँहरू के चाहनुहुन्छ, उहाँहरूले चाडको आतिथ्यता प्रदान गर्न जिल्ला होटल व्यवसायी सङ्घ काठमाडौँ तत्पर छ। तपाईँहरूलाई कुनै पनि केही पनि काठमाडौँ भित्रिँदाको कुरामा हाम्रो एउटा टिम छ, हामीसँग 7वटा इकाइ छन्। अघि भन्नुभयो बसबारको कुरा गर्नुभयो, यहाँ बसबार कलङ्की एयरपोर्ट गौशाला सुन्दारा ठमेल जहाँ बस्न चाहनुहुन्छ जिल्ला होटल व्यवसायी सङ्घसँग जोडिएर यसका 7वटा इकाइमा बस्न सक्नुहुन्छ। अब समय अभाव भयो, मैले दुईटै भाषामा अघि अग्रजहरूले बोल्नुभयो, म बोल्दै जाँदा अझ तन्किने हुन्छ, कुराहरू धेरै छन्। अब यो यात्रा हाम्रो बाँचुन्जेलको यात्रा हो। हामीहरू नरहे पछाडि अर्को पिँढीले त मैले अघि भनिसकेँ, नेपालमा आउँदो पिँढी बाहिर जाँदैन, उसले यही पर्यटन प्रवर्धन सम्बन्धी काम गर्छ। हाम्रो बोर्डर एक आपसमा चारैतिर जोडिएको छ। नेपाल आउन भिसा लगाउनु पर्दैन, काहीँ केही पनि भन्नु पर्दैन। अघि सिओ साहबले भने जस्तो 100 रुपियाँ ल्याउँदा 160 हुन्छ, बहुत सस्ता है। ल म धेरै कुरा बोलिनँ, जति पनि अहिले कार्यक्रम अलिकति लेन्दी भयो, लामो भयो, कार्यक्रममा तलमाथि अथवा शब्द उच्चारणमा तलमाथि समग्र केही पर्यो भने समग्र आयोजकको तर्फबाट मैले क्षमा याचना माग्दै विशेष गरेर नेपाली पत्रकारज्यूहरूलाई पनि म के भन्न चाहन्छु भन्दाखेरि हरेक दिन टिप्पणी कसले के गर्यो, कहाँ गर्यो, बालेन सरकारले के गर्यो, रविले अर्कोले के गर्यो, हर्कले के गर्यो, केपीले के गर्यो भन्नको सट्टा पर्यटनका खोजमूलक कुराहरू, दबिएका ठाउँहरू अथवा हामीले आतिथ्यताका कुराहरू, यहाँका कसरी हुन्छ भारतीय पर्यटक या छिमेकी चाइनाका पर्यटकहरूलाई यहाँ भित्र्याउने खालको समाचारहरू प्रकाशन गर्नको लागि पनि आग्रह गर्न चाहन्छु। र यति भन्दै पुनः हाम्रो अतिथिज्यूहरूसँग चाँडै हामीहरू यस्ता कार्यक्रमहरू हरेक महिना गर्दै जान्छौँ। हाम्रो मित्रसँग दिनरात कुरा हुन्छ, उहाँले नेपाली 100% बुझ्नुहुन्छ। एउटा तपाईँलाई नयाँ कुरा पनि सुनाएँ होइन, म किन बोल्नु भन्नुहुँदाखेरि उहाँहरूसँग हिजो स्काई टावरमा लगेर काठमाडौँ त्यहाँ लगेर मैले तपाईँको वेलकम गरेँ। धेरै कुराहरू उहाँहरूसँग म जोडिसकेको छु, धेरै कुराहरू उहाँले बुझिसक्नु भएको छ। उहाँसँग मेरो पलमा कुरा हुन्छ, त्योबाट उहाँहरूले बुझ्नुहुन्छ भन्ने भाषामा मैले नेपालीमै बोलेँ। यति भन्दै आजको कार्यक्रम यहीँ समाप्त भएको घोषणा गर्न चाहन्छु।